के हजुरहरू पनि भोलिको सुखी जिन्दगीको लागि आजको खुसी नै बिर्सेर मरिमरि दुःख गरिरहनु भएको छ? त्यसो हो भने यो सुन्नुहोस् है त। सुखी जीवन सायद एउटा भ्रम हो। सुखी जीवन भनेर हामी टाढाको सपना देख्छौँ, तर जीवन त केवल आजको कथा हो। किनकि जुन दिन तिमी जन्मियौ त्यही दिन तिमी बाँच्यौ र त्यही दिन तिमी मर्नेछौ। त्यो दिन कुन हो? त्यो दिन हो आज। किनकि हिजो त मरेर गइसक्यो, त्यो फर्केर आउँदैन, हामीले भेट्न सक्दैनौँ। र भोलि जन्मेको नै छैन, त्यसलाई हामी छुन पनि सक्दैनौँ। हाम्रो हातमा जे छ त्यो केवल आज हो। त्यसैले अर्को महिना खुसी हुन्छु, अर्को वर्ष सुखी हुन्छु भनेर आजलाई नत्याग। आज नै तिम्रो पुरा जिन्दगी हो, जिन्दगीको एउटा अंश मात्र होइन। त्यसैले यदि तिमी आजलाई सुन्दर बनाउँछौ भने तिम्रो प्रत्येक दिन सुन्दर हुने निश्चित छ। खुशी जीवन सायद भ्रम हो, तर खुशी सुखी आज त्यो यथार्थ हो। त्यसैले आजलाई अँगाल, आजमै रमाऊ र आजैमा बाँच।